त्यहाँ त लेखिएला, त्यो ऐनमा त लेखिएला, तर कुन चिजलाई कति समय तोक्ने भन्ने कुरा त नियमावलीमा लेख्ने होला नि, हैन? अब त्यो कुरा चाहिँ नियमावलीमा आउने हो भने यो चाहिँ ठिकै छ। र जहाँसम्म अनन्तकालसम्म स्टोरेज गर्ने भन्ने कुरा सम्भव छैन भन्ने कुरा त भन्नुभयो सभापतिज्यूले, तर अब त्यही हो, त्यो पनि कति समयसम्म एउटा समय तोकिदिने, यति समयसम्म स्टोरेज हुनुपर्छ भन्ने, हैन? अब त्यो स्टोरेज हुन सक्ने किसिमको पनि हुनु पर्यो, र जहाँसम्म स्टोरेज गर्ने क्यापेसिटी छैन भन्ने के गर्ने भन्ने कुरा हो। क्यापेसिटी त सरकारले बनाउनु पर्यो नि, जो -20 -80 डिग्री सेल्सियसमा राख्ने स्टोरहरू त बनाउनु पर्यो। क्यापेसिटी बनाउने र कति समयसम्म त्यसलाई चाहिँ स्टोर गर्ने भन्ने तोकिदिने, नियमावलीमा तोकिदिने, अनि त्यतिसम्म राख्ने, त्यसपछि डिस्पोज गरिदिने, त्यो चाहिँ होला। क्यापेसिटी चाहिँ बनाउनु पर्छ। त्यो -20 र -80 डिग्रीसम्म राख्ने त साह्रै गाह्रो कुरा त होइन होला, गाह्रो कुरा छैन भन्ने चाहिँ मेरो धारणा हो। त्यसैले यो तोक्ने भन्ने कुरा पनि, अथवा निर्धारण गर्ने भन्ने पनि थियो त्यहाँ अघि, निर्धारित अवधि। निर्धारित अवधि भनेपछि कुन चाहिँ स्याम्पल, अब भन बायोलोजिकल स्याम्पल कति समयसम्म बस्छ त्यो पनि त हुनु पर्यो नि त। अब मानौँ त्यो चाहिँ 1 महिनामा नष्ट हुन्छ भनेर, त्यो नष्ट हुन्छ, त्यो 1 महिनापछि त्यो काम लाग्दैन त्यो स्याम्पल भन्ने, अनि त्यसलाई चाहिँ 1 वर्षको सम्म राख्नुपर्छ भनेर तोकिदिने, निर्धारण गरिदिने भन्यो भने त अब त्यो निर्धारण गरेको पनि त अर्थ भएन। त्यसैले अब यो शब्द कसरी मिलाउने हो, तोकिएको भन्ने हो कि निर्धारित अवधि भन्ने हो कि, यो कुरा चाहिँ तपाईँहरूले मिलाउनु होला। र स्टोरेज भन्ने कुरा सरकारले नै आवश्यक हैन, राख्नुपर्ने चिज लामो समयसम्म राख्नुपर्छ भने पनि राखिदिनै पर्यो। अब त्यो कति समयसम्म, फेरि त्यो मुद्दा चलुन्जेलसम्म त हो, कुनै कुनै मुद्दा चाहिँ अब 20 30 40 वर्ष पनि चल्ला, हैन? त्यस्तो छ भने, जस्तो यहाँ अब के हो सुनिन्छ, जस्तो इन्डियामा अस्ति हाम्रो पशुपति शमशेरजीको श्रीमतीको के पैतृक सम्पत्तिको कुराहरू थियो नि, त्यस्तो त्यो लामो 50औं वर्ष त्यो मुद्दा चल्ने कुराहरू पनि होला नि। त्यस्तै किसिमले चाहिँ त्यो लामो समयसम्म पनि स्टोरेज गर्नुपर्ने कुरा छ भने लामो समयसम्म पनि राखिदिनु पर्यो क्या। राख्न सकिएन, अब यो मुद्दा त्यति हरायो भन्न त भएन। त्यो मान्छे हाम्रो चाहिँ मानव अधिकारको कुरा भयो, कुनै पनि कुरो लामो समयसम्म राख्न सकेसम्म, मिल्ने सकेसम्म राखिदिने। अब त्यसपछि राखेर पनि त्यसको केही अर्थ छैन भने नराखिदिने भन्ने कुराहरू, यो खास गरी जैविक कुरा हो। अरू कुरा त डिजिटलमा राख्ने कुरा त जति राखे नि भयो नि, डिजिटल फर्मेटमा राख्नुपर्ने कुराहरू, जस्तो फोटोको कुरा पनि आउँछ, फोटो राख्नुपर्ने हो। अब त्यस्तो कुराहरू चाहिँ जति राखे पनि भयो, त्यसको लागि चाहिँ खास समय निर्धारण त हुन्छ कि हुन्न, त्यसको लागि पनि फेरि फोटोहरू डिजिटल फर्मेटको कुराहरू थप्ने भन्ने कुरा छ नि। यो विपन्नहरूलाई निःशुल्क परीक्षण गरिदिने भन्ने कुरा, यो चाहिँ थपेकै राम्रो होला। अब विपन्न भन्ने अब कसरी प्रमाणित भयो भन्ने कुरा चाहिँ अब नियमावलीमा राख्नुपर्ने त्यो विपन्नलाई। र अब जहाँसम्म अब यो चाहिँ सञ्चालक समितिले निर्णय गरेपछि मात्रै निःशुल्क पाउने भन्दाखेरि सञ्चालक समितिको बैठक कहिले बस्छ हो कि हैन, कति समयपछि। अब यहाँ तत्कालै चाहिँ यहाँ उसले पैसा तिर्न सक्दैन, पैसा नतिरेसम्म चाहिँ फेरि के अरे त्यो परीक्षण नहुने होला फेरि, हैन? शुल्क तिरेपछि मात्रै बल्ल परीक्षण हुने होला नि त। त्यो भनेपछि त त्यो सञ्चालक समिति पैसा तिर्न सक्दैन भन्नेलाई त त्यो सञ्चालक समितिको निर्णय नआउन्जेलसम्म त त्यसको स्याम्पल त त्यहाँ बसिराख्ने भयो, त्यसको रिपोर्टै नपाउने भयो त्यसले। त्यस कारणले विपन्न भन्ने कुरा चाहिँ कसरी हो, त्यो नियमलाई खुलाएर यिनीहरूलाई चाहिँ छुट दिने होला। किनभने यस्तो छुटहरू धेरैमा दिएको छ। विपन्न भन्ने कुरा, फेरि विपन्नको सर्टिफिकेट भन्ने पनि बाँड्छ हैन सरकारले। विपन्नको सर्टिफिकेट देखायो भनेदेखि त पायो होला नि त त्यसले त, हैन? त्यो
त्यो कुरा हो र अब यसरी नै यति थप्यो भने ठिकै हुन्छ होला जस्तो लाग्यो मलाई। नियतवश रिपोर्ट चाहिँ एकदमै ढिलो गरिदिनु पनि सक्छ नि, त्यस कारणले तर त्यो कुराहरू बडापत्रमा अब उसमा नियमावलीमा तोकिने भएपछि यो रिपोर्ट चाहिँ ठिकै छ त्यो तोकिएको समयमा भन्ने कुरा र यो निर्धारण गर्ने र तोकिएको निर्धारित र तोकिएको भन्ने कुरा यो चाहिँ यो भाषाको कुरा हो। यसको अर्थ पनि लगाउनेले चाहिँ बेग्ला बेग्लै लगाउलान् हैन। तपाईँहरूलाई चाहिँ उहाँले अहिले सभापतिजीले भनेअनुसार निर्धारित भनेर भन्नुभयो, त्यही राखेकै ठिक होला। किनभने मैले त यो भाषा चाहिँ त्यति राम्रोसँग बुझ्दिनँ है भन्ने कुरा हो। किनभने यो सेवा सुविधा तोक्ने कुरा हो नि हैन त। सेवा सुविधा निर्धारण गर्ने त समितिले नै हो नि। समितिले निर्णय गरेर ऐनले तोक्नु भन्दाखेरि पनि समितिले निर्णय गरेर दिने भएको हुनाले निर्धारितै राखेको पनि ठिक होला जस्तो लाग्यो मलाई। अब यहाँ जहाँ ठिकै छ, सबै राम्रै भएर नराखेको होला हैन, सबैको चित्त बुझ्यो होला। अब मेरो पनि अब कुरा के हो भने यो आधिकारिक मान्यता प्राप्त भन्ने जुन कुरा छ यो चाहिँ एक्रिडिटेसनसँग सम्बन्धित भयो, मान्यता प्राप्त भन्ने कुरा। र अहिलेसम्म नेपालमा एक्रिडिटेसन सेन्टर भन्ने चाहिँ रहन्छ। अहिलेसम्म कसरी मान्यता प्राप्त भएको छ पाएको छ थाहा छैन। अब हाम्रो विधि विज्ञान ल्याबलाई कसैले एक्रिडिटेट गरेको छ त छैन। यो चाहिँ अहिलेसम्म हामी त्यत्तिकै भनौँ न चल जाएगा भने जस्तो गरेर चलाइरहेको रहेछ भन्ने कुरो चाहिँ थाहा भयो। र यो एक्रिडिटेसन सेन्टर भन्ने चाहिँ अहिले हाम्रो अहिले 2079मा चाहिँ एउटा ऐन बनेको रहेछ। ऐन बनेर त्यत्तिकै बसिरहेको रहेछ र त्यो उद्योग मन्त्रालय अन्तर्गत रहेछ। र उद्योग मन्त्रालयले पनि के गर्ने कसो गर्ने केही थाहा नभएर त्यत्तिकै बसिरहेको रहेछ। त्यसैले यो एक्रिडिटेसन सेन्टर चाहिँ विज्ञान मन्त्रालयमा ल्याउने र विज्ञान मन्त्रालयले चाहिँ यो सञ्चालन गर्ने भनेर चाहिँ अहिले यो कार्यविभाजन नियमावली नै चेन्ज गर्ने भनेर त्यो चाहिँ हामी प्रोसेसमा छौँ। र यो चाहिँ एक्रिडिटेसन सेन्टर चाहिँ सकभर राम्रो अब राम्रो बनाउने त्यो चाहिँ काम चलाउन बनाउने भन्ने चाहिँ छ। त्यस कारणले यो कुरा चाहिँ तपाईँलाई एउटा जानकारी मात्र दिएको हो। यो अन्तर्राष्ट्रिय मापदण्ड भनेपछि अन्तर्राष्ट्रियले पनि के अरे विश्वास गर्ने हैन, मान्यता दिने किसिमको एक्रिडिटेसन सेन्टर नेपालमा बनाउनै पर्छ। यो उसको लागि मात्र होइन, यो हाम्रो फोरेन्सिक ल्याबको लागि मात्र यो एक्रिडिटेसन सेन्टर बनाउने भनेको होइन, यो अन्य सबै सर्भिसहरू दिने कुरा हो। जस्तो हामीले कुनै उद्यमीले कुनै उद्योगीले चाहिँ कुनै चिज उत्पादन गर्यो, अब त्यसलाई चाहिँ विश्व मार्केटमा पुर्याउनको लागि यहाँबाट त्यसलाई सर्टिफाई गर्नु पर्यो। त्यो सर्टिफाई नगरेसम्म जाँदैन। नेपालबाट किन निर्यात नहुने रहेछ धेरै चिज, हाम्रो आयात मात्र किन हुने रहेछ भन्दाखेरि त अब निर्यात गर्नलाई त्यो अब विदेशमा निर्यात गर्नलाई त्यो के अरे खोज्छ हैन, त्यो चाहिँ के अरे एक्रिडिटेड भएको हो कि होइन भने त्यो खोज्छ। अनि त्यहाँ छँदै छैन, अहिलेसम्म छैन, यत्रो वर्ष भयो। यो चाहिँ अचम्मै लाग्ने चाहिँ कुरा भएको देखिएको हुनाले यो चाहिँ एक्रिडिटेसन सेन्टर चाहिँ विज्ञान मन्त्रालयले तुरुन्तै सकभर यही वर्षभित्रमा बनाउने भन्ने कुरा छ। यो चाहिँ मापदण्ड चाहिँ त्यसरी पुरा होला हैन, अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त गर्ने कुरा। जहाँसम्म अहिले हाम्रो उहाँले भन्नुभयो यो सकिने जतिलाई हामी सक्छौँ, नसकिनेलाई नसकिने भनेर चाहिँ पठाउँछौँ भन्नुभयो। अनि उहाँहरूले कता पठाएर कता कता पुर्याउँछन् थाहा छैन हैन। पठाउने उतै यतै कतातिर होला, इन्डियातिर होला अथवा कता होला। त्यसमा चाहिँ पठाउनलाई चाहिँ हामीले नै पठाउनु पर्यो क्या। जस्तो हामीले यो सेन्टर बनाइयो, एक्रिडिटेसन सेन्टर बनाइयो, यहीँले सकिन भने अब यसलाई चाहिँ कहाँ गर्ने हो, इन्डिया पठाउने हो कि कहाँ पठाउने हो यो टेस्टिङको लागि। यो चाहिँ योबाट नै
यो हाम्रो विधि विज्ञान प्रयोगशालाबाट नै पठाउनु पर्यो र लैजानुहोस् जहाँसुकै लैजानुहोस् भनेर चाहिँ पठाउनु भएन। त्यही कारणले यो कुरा चाहिँ त्यहाँ पार्नुपर्छ होला ऐनमा भन्ने चाहिँ मेरो चाहिँ धारणा हो। किनभने त्यो चाहिँ जहाँसुकै लैजानुहोस् भन्यो भने अब त्यो लैजाने मान्छेले नि कहाँ लैजाने के, अनि उसलाई पनि त थाहा हुनु पर्यो यो कुन ल्याबमा लैजाने, कसरी लैजाने भन्ने कुरा। त्यस कारणले हामीले नै हाम्रो विधि विज्ञान प्रयोगशालाले नै कहाँ पुर्याउनु पर्ने हो, के गर्नुपर्ने हो, कुन भनौँ न तरिकाले पुर्याउनु पर्ने, सुरक्षित हो पुर्याउनु पर्ने, सुरक्षित तरिकाले चाहिँ पुग्ने गरेर त्यो व्यवस्था चाहिँ गर्नुपर्ने हुन्छ।